हाम्रो यो साटगाउँले जात्रा विषयमा मत्स्य गाउँ पनि एउटा अङ्ग हो। यहाँको विष्णुदेवी जात्रा शुभारम्भ भनेको हाम्रो बाला चतुर्दशी दिनदेखि छाङ पकाउने भगवानका मन्दिरमा चाहिँ छाङ पकाउने सुरु हुन्छ। त्यो दिन हामी चारपाठीको बनाउँछौँ। फेरि 3-4 दिन पछाडि फेरि अर्को चाहिँ घ्याम्पो पकाउँछौँ चारपाठीको गरेर चाहिँ नि त्यसमा चाहिँ पूजाआजा गरेर विधिवत रूपमा हामीले भैरवलाई पूजाआजा गरिकन चाहिँ त्यो पूजा विसर्जन गर्छौँ। त्यो पछि हाम्रो चाहिँ नि सप्तमी दिन आउँछ। सप्तमी दिनदेखि हाम्रो चाहिँ नि मन्दिरमा चाहिँ नि चौमली भनेर हामी नेवारी भाषामा चौमली भन्छौँ। हामी त्यसमा चाहिँ नि 16 पाठीको चौमली चाहिँ नि पकाउने शुभारम्भ हुन्छ। नुहाइधुवाइकन चाहिँ नि चोखो पारेर सबै महिलाहरूले चाहिँ नि त्यो पकाउने चाहिँ चौमरी पालो चौमरी पकाउनुहुन्छ। त्यो चौमरी पहिला ठकालीले चाहिँ नि भगवानलाई चाहिँ नि त्यो चढाउने चाहिँ नि चौमली जति चाहिँ नि पकाउनुहुन्छ। अनि त्यसको 50-60 वटा त्यो चौमली पकाएपछि अनि चाहिँ नि मान्छेलाई जुन खुवाउने चौमरी चाहिँ त्यो गोला आकारको चौमली पकाउँछौँ। त्यो चाहिँ नि पकाइसकेपछि बेलुका हाम्रो चाहिँ नि पूजाआजालाई चाहिँ नि 11 बजेलाई चाहिँ नि बलि राङ यहाँ चाहिँ नि काट्न ल्याउनको लागि यही गणेशस्थानमा बलि दिनुको लागि त्यहाँबाट हामी मन्दिरबाट पूजाआजा राङले पूजाआजा गरेर त्यहाँ पानी पर्स्याएर यहाँ ल्याएर चाहिँ नि हामी बलि दिने बाजागाजा छ नाइखी बाजागाजासहित हामी चाहिँ नि 6 थरी गुठीका मान्छेहरू सबै चाहिँ नि भेला भएर यहाँ चाहिँ नि राँगा काट्ने शुभारम्भ हुन्छ हैन। शुभारम्भ भइसकेपछि यहाँ चाहिँ नि गुठीका सबै चाहिँ नि रोबरमा बसेर गोपाली माली देसार श्रेष्ठ थकाली देसार थकाली सबै चाहिँ नि अगाडि रोबरमा बसेर हामी चाहिँ नि त्यो मासुलाई भाग बन्न दायाँ